र यो माछालाई पनि हामी बैगुनसँग नै राख्नुपर्छ। अलिकति नुन हालेर चाहिँ त्यहाँबाट पानी हाल्नुपर्छ। पानी पुरा हालेर यसमा आइस हालिदिनुपर्छ र पुरा मिलाएर चाहिँ एकदम राम्रोसँगले सफाइ हुन्छ। मजाले सफा भयो। यसरी पुरा पानी पुरा निकालेर माछा र बैगुनलाई चाहिँ अलग अलग गर्नुपर्छ। यो बैगुन र माछा अलग भयो र कराई बसाइयो र यसमा पानी हालेर बैगुनलाई यसमा उसिन्नु पर्छ। यसको चाहिँ साथीहरू यसको चाहिँ एउटा बैगुनको भर्ता भन्छ होइन, बैगुनको भर्ता भनिन्छ। त्यो माछालाई चाहिँ एकदम मजाले तेलमा हालेर पहिला फ्राई गर्नुपर्छ। फ्राई गरिसकेपछि चट्टै निकालेर राखिदिनु पर्यो। अब यो चाहिँ यति नै हो, यसको केही काम छैन। बाँकी काम छ बैगुनको। अब बैगुन पनि मजाले पाकिसक्यो। बैगुनलाई अब हामीले निकालेर अब यसलाई चाहिँ हामीले छिल्नु पर्यो। यसको बोक्रा जो छ मजाले निस्किन्छ है, यो बोक्रालाई चाहिँ अब हामीले निकाल्नु पर्यो। यसरी छिलेर बैगुनलाई अलग गर्नु पर्यो। अब यसलाई चाहिँ मजाले एकदम किमा मसिनो प्रकारले किमा गर्नु पर्यो। यसलाई चाहिँ मसिनो एकदमै बारिकीसँगले यसलाई किमा गरेर भर्ता बनाउनु पर्यो। किमा लगभग भइसक्यो। अब यसमा खोर्सानी, यो रातो खोर्सानी पनि मजाले कटेर हाल्नु पर्यो। खोर्सानी हालेर यो हो तपाईँको प्याजको साग। यो सागलाई पनि मजाले काटेर हाल्नु पर्यो र यो प्याजलाई पनि मसिनो मसिनो काटेर चाहिँ चट्टै हालिदिनु पर्यो। त्यहाँबाट तेल आयो, सोया ससहरू दियो है, मसलाहरू मिलाएर चाहिँ नुनहरू हालेर यसलाई मजाले मिलाउनु पर्यो र हाम्रो यो तयारी भइसक्यो। भर्ता एकदम तयारी भयो। अब चाहिँ लु आउनु साथीहरू, खानु पर्यो माछा र बैगनको भर्ता। निकै स्वादिष्ट हुन्छ है। आउनुहोस्, खानुहोस् तपाईँहरू पनि। तपाईँहरूले पनि बनाउने कोसिस गर्नुहोस्, एकदमै राम्रो हुन्छ। र सबै साथीभाइहरूले राम्ररी हेरिदिनु होला, हेर्नुहोस् र तपाईँहरू पनि सिक्नुहोस्, ट्राई गर्नुहोस्। निकै राम्रो हुन्छ, खानु पनि निकै स्वादिष्ट हुन्छ।